शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामा आएको छ। सडकमा शिक्षकहरू आएको 20औं दिन भइसक्दाखेरि सरकारले शिक्षकहरूका समस्याका समाधान गरेर त्यो समस्यालाई सम्बोधन गर्ला भनेर धेरैले अपेक्षा राखिरहेको बेलामा अपरझट शिक्षा मन्त्रीको राजीनामा आयो। भलै यो राजीनामा कुन तरिकाले आयो भन्ने कुरा बिस्तारै थाहा हुन्छ, किनकि नेपाली राजनीतिको भित्री खिचडी के कसरी पाक्छ भन्ने कुरो ठ्याक्कै सुरुमा थाहा हुँदैन। अब यो शिक्षा मन्त्रीको राजीनामा आउँदै गर्दाखेरि शिक्षकहरूका माग सम्बोधन गर्न नसकेर मैले नैतिकताको आधारमा राजीनामा दिएँ भनेर आएको थियो भने अलिकति सुहाउँदो देखिन्थ्यो। त्यो पनि आएन, स्वास्थ्य कारण देखाएछ उनले। तर उता एमालेका नेता महेश बस्नेतले चाहिँ शिक्षा मन्त्रीको कार्य सम्पादन राम्रो नभएकोले गर्दाखेरि राजीनामा दिन लगाइयो भन्ने खालको टिप्पणी गरेका छन् उनले। त्यसैले यो अलिकति धेरथोर के बुझ्न सकिन्छ यतिखेर भन्दाखेरि चाहिँ शिक्षकहरूका माग सम्बोधन गर्न सरकारलाई धेरै प्रेसर परिसकेपछि सरकारले चोर बाटो अपनाएको हुन सक्छ। शिक्षा मन्त्रीको राजीनामा गराएर अरु केही समय शिक्षा मन्त्री नियुक्ति नगराएर हैन जुन विषयमा सडकमा आन्दोलन भइरहेको छ त्यही विषयको मन्त्रालयलाई रिक्त राखेर चाहिँ यो एउटा चोर बाटोबाट सरकार अगाडि बढेको हुन सक्छ। किनकि अहिलेको सरकारले जनताका माग अथवा कुनै पनि पीडितहरूका मागलाई सम्बोधन गर्नु भन्दा पनि आफ्नो पक्ष पोषण गर्ने, आफ्ना मान्छेहरूलाई जोगाउने, आफ्ना मान्छेहरूलाई भर्ती गर्ने र अहिलेसम्म भएका काण्डहरूका फाइलहरू लुकाउने, डिसमिस पार्ने भन्दा अरु केही काम गरेको छैन। त्यसैले यिनीहरूले कसरी हुन्छ हैन, कहाँबाट हुन्छ, कानुनका छिद्राहरू खोजेर चोर बाटो अपनाउँदै हरेक समस्यालाई समाधान पन्छाउँदै अगाडि यिनीहरू बढिरहेका छन्। कुनै पनि समस्यालाई समाधान गर्नुपर्छ भन्ने अहिलेको सरकारमा त्यो नैतिकता छँदै छैन। देशका ठूला दुई राजनीतिक दल मिलेर बनेको 2/3 सरकार हो, चाह्यो भने धेरै त गर्न सक्छ। जबकि सरकार बन्दै गर्दाखेरि संविधान संशोधन गर्ने भनेर बनेको सरकार हो। तर यतिका महिना बित्दा संविधान संशोधनको स पनि उच्चारण अहिले गठबन्धनमा हुन छोडेको छ। बिल्कुल बरु बेला बेला सरकार ढलो अथवा सरकार ढलको छैन है भन्ने खालका सरकारको मन्त्रालयको कम्पनहरू चाहिँ आइरहेको देखिन्छ। त्यसै बीचमा शिक्षा मन्त्रीको राजीनामा, शिक्षा मन्त्रीले राजीनामा दिएको होइन, यो राजीनामा गराइएको हो भनेर भन्नको लागि केही पर्खिनु पर्दैन। त्यो त ठुलो विश्लेषक कोही भइरहनु यहाँ पर्दैन। यो प्रश्न देखिन्छ। जसरी महेश बस्नेतको स्ट्याटस पनि आयो सँगसँगै, किनकि केपी ओलीका नजिकका मान्छेहरू चिनिन्छन् उनी र यस्ता विषयमा एकदम छिटो बोल्छन्। तर यहाँ सँगसँगै उता पूर्व शिक्षा मन्त्री राजसभा सांसद सुमना श्रेष्ठको पनि एउटा टिप्पणी आइसकेको छ। राजीनामा आउनु पर्ने थियो प्रधानमन्त्रीको, तर आयो शिक्षा मन्त्रीको हैन, प्रधानमन्त्री त त्यो पर्दैन भनेर उहाँको पनि टिप्पणी आइसकेको छ। वास्तवमा हो पनि एकदम असक्षम सरकार, असक्षम भइसकेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनु पर्थ्यो। भलै त्यो भनेको एउटा कल्पनाभन्दा बाहिरको कुरो हो। समुद्रमा चाहिँ आगो लाएर माछा मार्छु भन्ने खालको सोच हो त्यो भनेको। नेपालका नेताहरूले नैतिकताको आधारमा कुर्सी छोड्नु भनेको त्यो कल्पनामा धेरै हजारौं कोस टाढाको कुरा, त्यो कल्पना गर्दै नगरौँ। तर शिक्षक आन्दोलन लगभग यही तरिकाले अब अरू शिक्षकले कति दिन लामो आन्दोलन गर्न सक्छन्, 8-10 दिन। अब मन्त्रालय खाली भइसकेपछि सरकारलाई सजिलो हाई सन्चो भइहाल्यो, यो आन्दोलन तुइन्छ, यत्तिकै यो आन्दोलन यहीँ सकिन्छ। अब यो आन्दोलनभित्र पनि फेरि 2-4 कुरा छन्। के छन् भन्दाखेरि यो आन्दोलनमा शिक्षकहरू राजनीतिक दलको हैन सदस्यता भित्री गोजीमा बोकेर आएका शिक्षकहरू सबैभन्दा धेरै छन्। सरकारमा 2टा ठुला राजनीतिक दल छन्, तिनकै संगठन अन्तर्गतका शिक्षक सङ्घहरू विशेष गरी यो आन्दोलनको भूमिका निर्वाह गरिरहेका छन्। यसमा के हुन सक्छ भने 2-4 यसमा मुद्दा हुन सक्छन्। एउटा स्थानीय तहलाई शिक्षामा दिएको अधिकार खोजेर फेरि केन्द्रमा फर्काउने एउटा चाल। अर्को यतिखेरको आन्दोलन सँगसँगै शिक्षा मन्त्रीको राजीनामा गराएर यो आन्दोलन यहीँ जाएको त्यहाँ तुहाउने अर्को चाल। र तेस्रो भनेको चाहिँ धेरैभन्दा धेरै
निजी विद्यालयहरू नेताहरूकै भएकोले गर्दाखेरि ठ्याक्क यो शैक्षिक सत्रको मुखमा आन्दोलन गराएर विद्यार्थीहरू सरकारीबाट धेरैभन्दा धेरै चाहिँ निजीतिर धकेल्ने एउटा राम्रो फन्डा पनि यहाँनिर हुनसक्छ। किनकि सरकार, राज्य संयन्त्र, सम्पूर्ण चिजहरू चाहिँ देशमा यतिखेर कसरी हुन्छ देश सक्ने गरी लागेकै छ, त्यो बुझ्नलाई गाह्रो छैन।